नमस्कार, नेपाल परिवेशको दिनभरको खबरमा यहाँहरूलाई हार्दिक स्वागत छ। अब लागौं दिनभरका देशभरका समाचार विस्तारतर्फ। सरकारले आउँदो प्रतिनिधि सभा सदस्य चुनावका लागि 19 अर्ब 21 करोड रुपियाँ स्रोत सुनिश्चित गरेको छ। अर्थ मन्त्रालयका प्रवक्ता टङ्क प्रसाद पाण्डेका अनुसार यो सबै रकम आन्तरिक स्रोतबाटै जुटाइएको हो। गृह मन्त्रालयलाई 10 अर्ब 49 करोड, रक्षा मन्त्रालयलाई 1 अर्ब 79 करोड र निर्वाचन आयोगलाई 6 अर्ब 72 करोड रुपियाँ विनियोजन गरिएको छ। निर्वाचन आयोगका लेखा अधिकृत विष्णु प्रसाद भुषालका अनुसार 4.5 अर्ब रुपियाँ भन्दा धेरै रकम मतदान र त्योसँग जोडिएका विविधमा खर्च हुनेछ। सबैभन्दा धेरै खर्च चुनावको सुरक्षामा हुनेछ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार झण्डै 1,50,000 निर्वाचन प्रहरी र 77,000 नेपाली सेना परिचालन हुनेछन्। अघिल्लो पटक सुरक्षामा झण्डै 11 अर्ब रुपियाँ खर्च भएको थियो। पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले चुनावी खर्च अत्याधिक बढेको भन्दै नीतिगत सुधार गर्नुपर्ने बताउनु भएको छ। उहाँले सुरक्षा खर्च घटाउन राजनीतिक दलहरूले प्रमुख भूमिका खेल्नुपर्ने र विकेन्द्रीकृत तरिकाबाट चुनाव गराउन सकिने बताउनुभयो। यसपालि उम्मेद्वारहरूले खर्च गर्न पाउने सीमा जिल्ला अनुसार 25 लाखदेखि 33 लाख रुपियाँसम्म तोकिएको छ। विज्ञहरूले कतिपय उम्मेद्वारहरूले तोकिएको सीमा भन्दा धेरै गुणा खर्च गर्ने र यस्तो अपारदर्शी खर्च ठूलो चुनौती बनेको बताएका छन्। सुरक्षा निकाय लगायत सबैको ध्यान निर्वाचनको तयारी र कार्यक्रममा रहेको बेला बाँकेको सीमावर्ती क्षेत्रमा अवैध आयात र चोरी तस्करी बढ्दै गएको छ। निर्वाचनको समयमा सरकारका सबै निकाय निर्वाचनमा केन्द्रित हुने गरेको हुँदा अवैध आयात र चोरी तस्करी बढ्ने गरेको पाइएको छ। सोही क्रममा सशस्त्र प्रहरीले जिल्लाको पूर्वी क्षेत्रमा पर्ने नरैनापुर क्षेत्रबाट अवैध रूपमा चोरी तस्करी गरेर भारतबाट ल्याइएको 15 लाख रुपियाँ बराबरको 23 बोरा सुर्ती र ट्र्याक्टर नियन्त्रणमा लिएको छ। नरैनापुर गाउँपालिका 2 लक्ष्मणपुर गाउँमा सशस्त्र प्रहरीले रातिको समयमा अवैध रूपमा ट्र्याक्टरमा लोड गरेर 23 बोरा सुर्ती तम्बाकु नेपाल ल्याउँदै गरेको अवस्थामा अवैध सामानसहित ट्र्याक्टरलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म नरैनापुरका प्रमुख प्रहरी नायब उपरीक्षक तेजराज शर्माले बताउनुभयो। उहाँले नरैनापुर क्षेत्रमा नियमित सुरक्षा गस्ती तथा चेक जाँचका क्रममा प्रहरीले अवैध सुर्ती ल्याउँदै गरेको ट्र्याक्टरलाई निगरानीमा लिएर नियन्त्रणमा लिएको जनाउँदै घटनास्थलमा खटिएको सशस्त्र प्रहरी टोलीलाई ट्र्याक्टर चालकले देख्ने बित्तिकै गाडी छाडेर फरार भएको बताउनुभयो। सो प्रहरी टोलीले ट्र्याक्टर नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाउँदै नियन्त्रणमा लिएको ट्र्याक्टरमा गाडी नम्बर उल्लेख नभएको जनाइएको छ। ट्र्याक्टरमा लोड गरिएको 23 बोरा अवैध सुर्ती र ट्र्याक्टरलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिनुभयो। नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बाँकेको दक्षिणतर्फको सीमावर्ती क्षेत्रमा अवैध कारोबार भइरहेको सूचनाका आधारमा सामान बरामद गरिएको जनाउँदै सिमानामा नेपाल प्रहरी सशस्त्र प्रहरीको सक्रियता बढाउन सुझाव दिनुभयो। देशभर बदली भएर हिमाली क्षेत्रमा हिमपात र विशेष गरी पश्चिम नेपालमा हिउँदे वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हुम्ला, बैतडी, मुस्ताङ र बाजुरामा बाक्लो हिमपात भएको छ। हुम्लामा 2 फिटसम्म हिउँ परेको विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार पछिल्लो 12 घण्टामा सुर्खेतमा 42.2 मिलिमिटर, कैलालीमा 30 मिलिमिटर र डडेलधुरामा 29.8 मिलिमिटर वर्षा मापन गरिएको छ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका धेरैजसो भूभागमा मध्यम वर्षा भएको छ। हिमपात र वर्षाले जनजीवन प्रभावित भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार जय पृथ्वी राजमार्ग, मध्य पहाडी लोकमार्ग सहित विभिन्न सडकमा अवरुद्ध भएको छ। राजविराज, भैरवा र सुर्खेत सहित केही विमानस्थल उडान रद्द भएका छन्। यात्रामा निस्कनु अघि सम्बन्धित ठाउँको मौसम अवस्थाबारे जानकारी लिन प्राधिकरणले आग्रह गरेको छ। हिमपातले जनजीवन प्रभावित भए पनि गहुँ र दलहन जस्ता हिउँदे बालीलाई भने फाइदा पुग्ने कृषि विज्ञहरूले बताएका छन्। चिसो बढ्दा विशेष गरी बालबालिका तथा ज्येष्ठ नागरिकले विशेष सावधानी अपनाउनु पर्ने उनीहरूको सुझाव छ। मौसमविद बिनु महर्जनका अनुसार भोलिदेखि मौसममा सुधार आउन सक्ने छ। आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा मध्यम वर्षाको पूर्वानुमान छ भने राति उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण मध्य पहाडी लोकमार्गको रुकुम पूर्व बागलुङ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। दुई जिल्लाको सिमानामा पर्ने पातिहाल्ने क्षेत्रमा बाक्लो हिउँ जमेपछि काठमाडौँबाट आएका 5वटा बससहित करिब 200 यात्रु अल्पत्र परेका छन्। लोकमार्ग अवरुद्ध भएपछि काठमाडौँबाट रुकुम पूर्व हुँदै रुकुम पश्चिम र डोल्पाका लागि हिँडेका यात्रुहरू बीच जङ्गलमै रोकिएका हुन्। चिसो र भोकका कारण यात्रुहरूको अवस्था जोखिमपूर्ण रहेको उद्धारमा खटिएका स्थानीय समाजसेवी चन्द्र रसाइलीले जानकारी दिनुभयो। यात्रुहरू बीच जङ्गलमा भोकै छन्, बालबालिकाको अवस्था झनै नाजुक छ, रसाइलीले भन्नुभयो। हामीले थोरै भए पनि खाद्यान्न र चाउचाउ पुर्याएका छौँ, तर निरन्तरको हिमपातले उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको छ, उहाँले भन्नुभयो। सडक खुलाउन र यात्रुहरूलाई सुरक्षित स्थानमा ल्याउन जिल्ला प्रशासनले प्रयास थालेको छ। रुकुम पूर्वकी प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार भूमे गाउँपालिकाको डोजर प्रयोग गरेर हिउँ पन्छाउने कार्य सुरु गरिएको छ। पाती हाल्ने क्षेत्रमा हिउँ पर्ने क्रम नरोकिएकाले उद्धार टोलीलाई कार्यस्थलसम्म पुग्न समेत समस्या भइरहेको सुरक्षा निकायले जनाएको छ। बझाङको बिछडचिर गाउँपालिकामा रहेको सुनकुडा माध्यमिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश बहादुर अधिकारी, प्रधानाध्यापक धनबहादुर विष्ट सहित 5 जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारी र विष्ट सहित विद्यालयका लेखापाल हर्कबहादुर विष्ट, बिटचड गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुर विष्ट, सब इन्जिनियर किरण भण्डारी विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनीहरूले विद्यालयलाई मनपरी ढङ्गले सञ्चालन गरेको, विद्यालयको विभिन्न शीर्षकमा निकासा भएको रकम हिनामिना गरेको आरोपपत्रमा उल्लेख छ। अख्तियारले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र लेखापालसँग जनही 26,54,683 रुपियाँ तथा प्रमुख प्रशासकीय अधिकृत र सब इन्जिनियरसँग जनही 20,01,779 रुपियाँ बिगो माग दाबी गरेको छ। माघ सुरु भएसँगै दाङका थारू समुदाय मघौटा नाच र नचनौरी खानमा व्यस्त भएका छन्। करिब 1 हप्तासम्म घर घरमा र छिमेकी गाउँसम्म पुगेर मघौटा नाचेर सङ्कलन गरिएको पैसामध्ये केही रकम सामूहिक कोषमा राख्ने र केही रकम सामूहिक रूपमा बसेर नचनौरी खाएर माघ पर्व औपचारिक रूपमा बिदाई गर्ने चलन रहेको छ। घोराई उपमहानगरपालिका 17 गुलरिया गाउँको गुलरिया टोल विकास संस्थाका अध्यक्ष अशोक कुमार चौधरीका अनुसार यस वर्ष मघौटा नाच आर्थिक सङ्कलन भन्दा पनि मौलिक संस्कृति संरक्षणमा केन्द्रित गरिएको थियो। मघौटा नाचेर सङ्कलन भएको केही पैसाले नचनौरी खायौँ, उहाँले भन्नुभयो। बाँकी रकम टोल विकासका लागि राखेका छौँ। यस वर्ष बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म एउटै समूह बनाएर मघौटा नाचिएको उहाँको भनाइ छ। परम्परागत रूपमा महिला पुरुष र उमेर समूह छुट्टा छुट्टै बनाएर नाच्ने चलन भए पनि यस वर्ष 3 पुस्तालाई एउटै समूहमा समेटिएको थियो। यसले मघौटाका मौलिक भाका र मादलको ताल सिक्न सजिलो हुनका साथै युवा पुस्तामा संस्कृतिको हस्तान्तरण सहयोग पुगेको अध्यक्ष चौधरीको भनाइ छ। मघौटा नाच सम्पन्न भएपछि छोटके मगली भन्दै सामूहिक रूपमा नचनौरी खाने चलन रहेको थारू अगुवा बेझालाल चौधरीले जानकारी दिनुभयो। नचनौरी पछि बचेको रकम गाउँका सामूहिक काममा प्रयोग गर्ने परम्परा पनि कायम रहेको छ। बाँकेको डुडुवा गाउँपालिका 3 बनकती स्थित एक इनारमा फेला परेको बेवारिसे महिलाको शवको पहिचान खुलेको छ। उहाँको हत्या भएको तथ्य खुलेको प्रहरीको भनाइ छ। जिल्ला प्रहरी कार्यालय बाँकेले घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीका अनुसार इनारमा सडेको अवस्थामा भेटिएको शव डुडुवा गाउँपालिका 3 बनकट्टी गाउँ निवासी 21 वर्षीय बसन्ती गोडियाको रहेको र हत्या उनको प्रेमी सोही गाउँ निवासी 25 वर्षीय राकेश वर्माले गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले डुडुवा 3 स्थित रामफेरन कुर्मीको घर पछाडि रहेको झाडीभित्रको इनारमा सडे गलेको अवस्थामा पहिचान नखुलेको शव फेला परेकोमा सोधखोज गर्दै सोही गाउँ निवासी पाँचु गोडियाकी 21 वर्षीय छोरीको शव रहेको पुष्टि भएको बताउनुभयो। उहाँले प्रहरी अनुसन्धानका अनुसार बसन्ती गोडियाको शव सडे गलेको अवस्थामा फेला परेकोले घटना करिब 1 महिना अघि घटेको हुन सक्ने अनुमान गरिएको जनाउँदै पोस्टमार्टम रिपोर्टमा मृतकको टाउको र घाँटीको विभिन्न भागमा चोट लागेको देखिएकाले उहाँको हत्या गरिएको पुष्टि भएको बताउनुभयो।
जिल्ला प्रहरी कार्यालयका अनुसार कुनै महिला हराएको अनौपचारिक उजुरी प्रहरीमा नआए पनि गाउँघर र घटनास्थल आसपास पुज्दा बसन्ती केही समयदेखि भारतको नानपारा स्थित मामाघर गएको भनिएको थियो। प्रहरी अनुसन्धानबाट बसन्ती गोडिया पुस 1 गते मङ्गलबार रातिदेखि सम्पर्कविहीन भएको र सोही दिनदेखि घरमा समेत नफर्किएको तथ्य खुल्न आएको छ। गाउँघर छरछिमेक र विभिन्न सूचनाको आधारमा अनुसन्धान गर्दा मृतकको छिमेककै युवा बर्मासँग प्रेम सम्बन्ध रहेको खुलेको छ। सो बारेमा अनुसन्धान गर्दा प्रेम सम्बन्धमा खटपट भएको कारण योजनाबद्ध रूपमा बर्माले गोडियाको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेको प्रहरीले जनाएको छ। घटनास्थलको अवस्था, पोस्टमार्टम रिपोर्ट, बर्माको साबिती बयानबाट प्रेममा भएको खटपटका कारण बर्माले नै हत्या गरेर शव इनारमा फालेको पुष्टि भएको प्रहरीले जनाएको छ। र नुवाकोटको डुप्चेश्वर गाउँपालिका 1 स्थित घ्याङफेदीमा बाबु छोराको झगडा छुट्याउने क्रममा सोही स्थानका रने तामाङको मृत्यु भएको छ। घेवार चौर स्थित ओङदी शेर्पा र उहाँका छोरा कुन्सा ग्याङजेन शेर्पा बीचको झगडा मिलाउन गएका 33 वर्षीय रने तामाङको लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार ओङदीको आमा चुङदी बिरामी भएकाले उनको स्वास्थ्य अवस्था बुझ्न पुगेका छिमेकी तामाङले सोही समयमा भइरहेको शेर्पा र उहाँका छोराको विवाद समाधानका लागि सम्झाउने प्रयास गरेका थिए। बाबु छोराको विवाद बढ्दै गएसँगै बीचमा रहेर छुटाउन लागेका तामाङको लडेर घटनास्थलमा नै मृत्यु भएको हो। उहाँको शरीरमा चोटपटक केही नभएको हुँदा शवको परीक्षण पश्चात मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ। शव परीक्षणका लागि आज त्रिशुली अस्पतालमा ल्याइएको छ भने घटनाका सम्बन्धमा कारबाहीका लागि अनुसन्धान गर्न प्रहरीले 52 वर्षीय ओङदी शेर्पा र उहाँका छोरा 26 वर्षीय कुन्सा ग्याङजेन शेर्पालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरू विरुद्ध ज्यान सम्बन्धी कसुरमा नियन्त्रणमा राखेर अनुसन्धानका लागि आज नुवाकोट जिल्ला अदालतबाट 7 दिनको म्याद लिएको जनाएको छ।